मैले स्टेजमा कहिले पनि खासै जोक सुनाएको छैन। यो मेरो एकदम पहिलोचोटि हुन्छ। मलाई कसैले अन्तर्वार्ता गर्यो र पहिलोचोटि के गर्नुभएको थियो भने स्टेजमा जोक भनेको थिएँ भनेर भनिदिन्छु। यो म आफैमा छ, यो जोक मेरै माथि छ। एक दिन एकदम 10-12 वर्ष अगाडि राजेश हमाल पोखरामा सुटिङको लागि गएछ। त्यो पनि डान्सको सुटिङ, गीतको सुटिङ। र गीतको सुटिङमा ऊ यति उफ्री उफ्री नाचेछ कि त्यो नाचेको ठाउँमा जाने ठुलो खाल्टो परेछ र अहिले त्यो खाल्टोमा पानी भरेर फेवा तालको नाममा परिचित छ अरे। र अर्को पनि भनिदिन्छु, अभय कुमारजी यही हुनुहुन्छ इन्डियन एम्बेसीबाट। मेरो घर चाहिँ नि ठ्याक्कै इन्डियन एम्बेसी र ब्रिटिस एम्बेसीको बीचमा पर्छ। अनि एकजनाले भनेछ राजेश हमालको घर किन इन्डियन एम्बेसी र ब्रिटिस एम्बेसीको बीचमा छ भन्दाखेरि के त्यो दुईटा एम्बेसीलाई सुरक्षा चाहिँदैन? अझ पनि आमाहरू आउनु भएन, के गरौँ म? एक दिन राजेश हमालले तराईमा गएर एउटा ठुलो खेतमा चारतिर खाल्टो खनेछ। अनि एउटाले आएर सोधेछ यो चारतिर किन खाल्टो खन्नुभयो भन्दाखेरि म यहाँ एकछिनपछि क्यारम बोर्ड खेल्दैछु भनेर भनेछ। ओके, भुवनचन्दजी आउनुभयो, उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। अब अरू नआउन्जेलसम्म भुवनचन्दजीले जोक्स भन्नुपर्ने हुन्छ। कृपया आउनुहोस्, उहाँलाई जोरदार ताली दिनु। जोक त मलाई आउँदैन, तर खास जोक के भयो भने यो कुरा हामीलाई थाहा छ, सम्मान दिनु भन्ने कुरा थाहा थिएन। हामीले ड्रेस गरिहाल्यौँ, अहिले हाम्रो त्यही हो जोक, सबभन्दा ठुलो जोक चाहिँ।